टु माई च्यानल। हजुरहरूलाई फेरि पनि स्वागत छ सगुन ब्लग्स एन्ड बाइट्समा। अनि तपाईँहरूलाई चाहिँ अहिले पछाडिबाट धेरै हल्ला आइरहेको होला, यहाँ बच्चा बच्ची खेल्दैछन्। अनि आज चाहिँ म छु सुर्खेतमा। अनि म चाहिँ यहाँ कुनै विशेष कामले गरेर आएको हो गाइज। यहाँ चाहिँ हाम्रो टन्नै मान्छे छन्, त्यहाँ पाहुनाहरूको लागि यहाँ बिस्तारा राखिएको छ। अनि यहाँ चाहिँ मेरो इबी हुनुहुन्छ है। अनि गाइज हाम्रो चाहिँ स्पेसल ओकेजन आएको छ लोसार, जो कि छ भोलि। अनि त्यसैको लागि म आएको छु। अनि म चाहिँ अब खाना पकाउँदैछु गाइज, तपाईँहरूलाई भेट्छु एकछिनपछि। गाइज म चाहिँ बिहान बिहान मर्निङ वाक निस्केको छु। यो चाहिँ मेरो मर्निङ वाक, मान्छेहरू यताउति गरिरहेका छन्। आज चाहिँ हाम्रो बिहान बिहान कि त 1 धारा पानी कि 3 धारा कि 7 कि 11 धारा पानी ल्याउनु पर्छ र आफ्नो देउतालाई चढाउनु पर्छ है। हाम्रो घरबाट चाहिँ ल्याइसक्नु दादाले। अनि म चाहिँ मर्निङ वाकमा जाँदैछु। गाइज हेर्नु, घरहरू चाहिँ यस्तरी दियोले सजाइन्छ है। हाम्रो चाहिँ चाडपर्वमा हाम्रो सेम टु सेम दसैँ तिहार जस्तै हो। हेर्नु चाहिँ म चाहिँ अलि थाकेको अवस्था छ। हेर्नुहोस्, हजुरहरूलाई मैले बिहानको हाम्रो क्रियाकलापहरू पनि देखाइसकेँ। अब चाहिँ म देखाउँछु हजुरहरूलाई हाम्रो लोसारमा के गरी टिका लाउँछौँ, कसो के गर्छौँ भनेर है। हेर्दै गर्नु होला। हाम्रो बाबाले चाहिँ बेला बेला भेला गर्दै हुन्छ गाइज। लोसार आज ह्याप्पी लोसार टु एभ्री वान। गाइज यहाँ चाहिँ मैले चना पकाउँदैछु, तरकारी चाहिँ पाकिसक्यो। अनि आमा गाइज हाम्रो सब पाकिसक्यो, मासु पाक्न बाँकी छ। उहाँ हुनुहुन्छ हाम्रो घरको मेन मान्छे, तर उहाँलाई आज लोसारको टिका कति छ भन्ने थाहा छैन है। हेर्नुहोस् है, यस्तो छ। यो चाहिँ हाम्रो घर गाइज, यो चाहिँ हाम्रो मासु। टोपी सिरानी मध्ये टोपी के ढाका टोपी सिरानी मध्ये टोपी। हेलो गाइस, यसै गरेर हाम्रो टिका टालो सकिएको छ। अब खानपिन सुरु भयो। 2 वर्ष अगाडि सिस्टम पाल्न म यिनीहरू सबै लाउँथे। गाइस यसै गरेर चाहिँ हाम्रो चाहिँ लोसारको फर्स्ट डे चाहिँ सकिएको छ है। अब चाहिँ राति हामी सुत्न लागेको। भेटौँला फेरि अर्को ब्लगमा। अनि नबिर्सेर मेरो भिडियोलाई सपोर्ट गरिदिनु। कसरी त लाइक, सेयर, सब्सक्राइब अनि के भन्छ त्यसलाई नोटिफिकेसन बटन दाबिदिनु होला, नबिर्सिनु होला। बाई बाई, ह्याभ अ स्विट डे, स्विट नाइट, गुड नाइट।